नेपाली बृहत शब्दकोशमा सुकुम्बास भन्नाले घरजग्गा, सम्पत्ति वा केही नभएको स्थिति भनेर दिइएको छ। त्यसै अनुसार आम भाषामा सुकुम्बास भएका व्यक्तिहरू सुकुम्बासी भनेर सम्बोधित भएको देखिन्छ। तर यहाँ वास्तविकता के छ भने सुकुम्बासीको नाममा बसिरहेका सबै मानिसहरू गरिब वा घरविहीन भने छैनन्। कतिपय त लाखौं करोडौंका धनी समेत छन्। केही मानिसहरू आरामसँग गाडी चढेर हिँड्ने गर्छन्। एकातिर अन्यत्र पक्की घर बनाएर बसेका छन् भने सुकुम्बासी बस्तीमा बनाएको घर भने भाडामा लगाएका छन्। यस्ता हुकुमबासीहरूका कारण वास्तविक सुकुम्बासीहरू नै बदनाम भइरहेका छन्। काठमाडौँका झुपडपट्टी क्षेत्रहरू घर, पसल र कार्यशालाले भरिएको एउटा अर्को संसार जस्तो देखिन थालेको थियो, जहाँ दैनिक जीवन त सामान्य रूपमा चलिरहेकै थियो, तर सबै कुरा अस्थायी र भविष्य अनिश्चित थियो। पछिल्ला 2 दशकमा काठमाडौँका करिब 50,000 सुकुम्बासी यहाँ कसरी आइपुगे भन्ने कथा राजनीतिक दलहरूले आफ्नो भोट बैंक बढाउन र सहरको मूल्यवान जमिन कब्जा गर्न ग्रामीण आप्रवासीहरूलाई साधनको रूपमा प्रयोग गरेको लामो कथासँग जोडिएको छ। अनुसन्धानले पुष्टि गरिसकेको छ कि सबै सुकुम्बासी वास्तवमा घरबारविहीन छैनन्। कतिपयको जिल्लामा सम्पत्ति छ, तर राजनीतिक पहुँच प्रयोग गरेर काठमाडौँमा पनि बसोबास गरेको भेटिएको छ। महँगो जमिनको कारण दलाल र नेताहरूले मिलेर मानिसहरूलाई यहाँ बसाले। दलहरूलाई भोट बैंक मिल्यो र उनीहरूले मूल्यवान जमिन कब्जा गर्न पाए। सरकारले वास्तविक सुकुम्बासी पहिचान गर्न प्रक्रिया बनाउन खोजे पनि त्यो भौतिक योजना मन्त्रालयमै कैयौं वर्ष अड्किएको थियो। पुनर्स्थापनाका लागि 15 करोड रुपियाँ छुट्याइए पनि सुकुम्बासीहरूको राजनीतिक प्रभाव यति बलियो थियो कि कुनै दलले जोखिम लिन चाहँदैनथे। यसबीच झुपडपट्टीहरू साना सहर जस्तै बनेका थिए। शङ्खमूल, रामेटी, बौद्ध, चाँदनीटोल, गोलफुटार र खाडीपाखामा सिमेन्टका पक्की घर, बिजुली र पानीको सुविधा समेत पुगेको थियो। महानगरपालिकाले घर नम्बर समेत दिएको थियो। उनीहरूले सरकारलाई कर पनि तिरिरहेका थिए। थापाथली स्थित बागमती पुलमुनि बसोबास गर्नेहरूलाई 2062-63 को जनआन्दोलनका बेला माओवादीले ल्याएका थिए। त्यसपछि उनीहरूलाई विभिन्न राजनीतिक प्रदर्शनमा प्रयोग गरिएको थियो। माओवादीले मात्र होइन, एमाले पनि यस्तै भोट बैंक बसाल्ने अभ्यास पहिलेदेखि गर्दै आएको थियो। 2002 मा काठमाडौँ महानगरका मेयर केशव स्थापितले केही संस्थासँग मिलेर सुकुम्बासीलाई 20 वर्षका लागि जमिन दिने सम्झौता गरेका कागजातहरू पनि छन्। सुकुम्बासीहरू यति सङ्गठित भएका थिए कि शङ्खमूल क्षेत्रमा नक्साङ्कन गर्न र बुद्धनगरमा पुल निर्माण गर्न समेत उनीहरूले अवरोध गर्ने गर्थे। सुकुम्बासीहरू सबै प्रमुख दलसँग जोडिएका थिए, त्यसैले जुनसुकै सरकार आए पनि उनीहरूलाई हटाउने जोखिम लिन डराउँथे। थापाथली क्षेत्रका सुकुम्बासी बारे 2078 सालमा गरिएको एक सर्वेक्षणमा 238 जना सुकुम्बासी रहेको देखिएको थियो। त्यसको 3 वर्षपछि अर्थात् 2081 सालमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले गरेको अर्को सर्वेक्षणमा यो संख्या बढेर 391 पुगेको पाइयो। त्यसपछि प्राधिकरणले ती व्यक्तिहरूको नाममा अन्यत्र जग्गा जमिन छ कि छैन भनेर जाँच गरेको थियो। सुकुम्बासी बस्तीमा बसोबास गर्ने घरमूलीहरूको नागरिकता नम्बरको आधारमा जाँच गर्दा करिब 90% भन्दा बढी व्यक्तिको अन्यत्र पनि जग्गा रहेको तथ्य फेला परेको थियो। त्यसैले सुकुम्बासी बस्तीहरूलाई व्यवस्थित रूपमा हटाएर वास्तविक सुकुम्बासीहरूलाई मात्र उचित रूपमा पुनर्स्थापना गर्न आवश्यक देखिन्छ, किनकि ती क्षेत्रहरू सार्वजनिक सम्पत्ति हुन्, खोलाको किनार र मार्ग हुन्। सार्वजनिक सम्पत्तिमा अनाधिकृत रूपमा बस्नु वा त्यसको दुरुपयोग गर्नु स्वीकार्य हुँदैन, तर यस प्रक्रियामा वास्तविक सुकुम्बासीहरूलाई अन्याय हुनु हुँदैन। उनीहरूको सम्मानजनक र सुरक्षित व्यवस्थापन हुनुपर्छ। हुकुमबासीहरूलाई स्पष्ट रूपमा छुट्याएर वास्तविक सुकुम्बासीहरूलाई न्यायपूर्ण व्यवहार गर्नु नै अहिलेको सबैभन्दा आवश्यक कदम हो। पहाडमा सानो पुँजी भएका मानिसहरू तराईको वन क्षेत्र गौचरणमा खेतीपातीबाट जीविकोपार्जनका लागि छाप्रो बनाई बस्ने परम्परादेखि सुकुम्बासीहरू प्रष्टिन थालेका हुन्, जो कृषिमा आश्रित थिए। जमिन उनीहरूको जीविकोपार्जनको माध्यम थियो। मानिस सुकुम्बासी त्यो दिनसम्म हुन्छ जुन दिनसम्म उसले आफ्नो जीविकोपार्जनको वैकल्पिक उचित व्यवस्थापन गर्न सक्षम हुँदैन। राजनीतिक पहुँचका आधारमा दलका उच्च स्तरीय नेतादेखि कार्यकर्ताहरूले सुकुम्बासीको नाममा जग्गा हडप्ने कार्यले सुकुम्बासी बन्ने बाध्यात्मक परिस्थितिबाट सिर्जित शब्दकै बेइज्जत र सुकुम्बासी बाध्यताले नभई सहज उपलब्धिका लागि मात्र बनेको हुन् भन्ने मनस्थिति सिर्जना गरिदिएको छ।